हेलो एन्ड गुड मर्निङ गाइस, के छ सबजना सन्चै हुन्छ होइन। म चाहिँ काममा हिँडेको बिहानै है। अहिले 5 बजे जम्मा गाह्रो छ किनभने आजको त्यसमा आएपछि यसरी बिहान उठ्यो काममा हिँड्यो उनीहरूले होइन जान सक्नुहुन्छ। यत्तिको मात्रै रहेछ। अब फ्रेन्ड्सहरू गयो काममा छ है। यो चाहिँ मोहन ठाउँको एरिया है। यसमा चाहिँ ट्रेन चढ्ने ठाउँमा आइसक्यो है। हिँडेर अहिले ट्रेनमा अब बाटोमा के बनाएको नबनाएको। यो चाहिँ सिन्जीको स्टेसन हो है। ट्रेन जाने ठाउँ बगाएर चाहिँ गाइस, म चाहिँ काम गर्ने ठाउँमा त्यति बेला हिँडेको ठाउँमा यस्तो उज्यालो भइसक्यो हेर्न सक्नुहुन्छ। म काम गर्ने ठाउँ चाहिँ हिँडेर चाहिँ यति उज्यालो भइसकेको छ। अहिले कति 6:30 जति हुन लाग्यो होला। 5 बजी उठेर हिँड्ने मान्छे यति उज्यालो भइसक्यो। के गर्दा गाह्रो छ। टाढा छ काम पनि आउनु पनि जाडो छ। 4 बजी उठेर आउनु पर्यो। यति उज्यालो त भइसक्यो। एकछिनलाई काम लाग्छ अब। Station. So guys, यस्तो पछाडि बाटो जानुपर्छ। पत्रिका आइसक्यो जस्तो छ मा चाहिँ हिजो काम गरिरहनु भएको छ। म चाहिँ यहाँ यस्तो हान्दैछु केटा हो। आज लास्ट गाह्रो भयो, मान्छे छैन। म चाहिँ यस्तो ठाउँमा छु। यहाँ चाहिँ जाडो हुन्छ होइन, त्यही भएर यत्रो ज्याकेट लाएर बसेको छु आज। त्यो चाहिँ फ्रिज हो कि सर्लक्क यो सामानहरू सबै यता हालेर अनि त्यो बाक्साहरू सबै मिलाएर राख्नुपर्ने हुन्छ। त्यही भएर अलिकति टाइम लाग्न सक्छ है। मोबाइल चाहिँ कहाँ राखौँ त भन्दा अब टक्क टाइम ल्याप्स होला है त अब। कस्तो भयो हेर्नु अब। पहिला कस्तो थियो र अहिले कस्तो भयो। यो दुइटा चाहिँ त्यो माथिको सानो भएर राखेको छ नि, तल अलिअलि छ त्यही भएर राख्दै होइन। योहरू मेरो काम होइन। पहिला यस्तो खाली भएर हेर्नु कस्तो दामी मिलाइरहेको छ। ल है त त्यो होइन, बाहिरको मोबाइल चलाउनु पाउन त हेरौँ। मेरो अब आधी घन्टाको ब्रेक हुन्छ होला। आधी घन्टा अब केही देखाउन पाइयो भने देखाउँला आधी घन्टामा। होइन भने अब त्यही हो है त। र सबैजनाले मेरो च्यानल चाहिँ लाइक सब्सक्राइब र सेयर गरेर चाहिँ नभन्नु होला। हजुरहरूले कमेन्ट पनि गर्नु होला है कस्तो चाहियो, कस्तो भिडियो चाहियो। म बनाउनु प्रयास गर्नेछु भिडियो चाहिँ होइन। किनकि नयाँ हो, त्यस्तो केही थाहा छैन मलाई पनि, राम्रोसँग थाहा छैन। यसो कमेन्टमा सजेसन दिनु होला कस्तो बनाउँदा ठिक हुन्छ भनेर चाहिँ ल है त। आइजन म चाहिँ काम छुट्टी भएर नि गएको स्कुल जाँदै है। हाम्रो स्कुल चाहिँ त्यो बिल्डिङको यतापट्टि छ है। सर्लक्क हाम्रो नेपाली साथी
के छ साथी? ठिक छ एकदम तपाईँ यादव सरकार है हाम्रो। यादव सरकार के रे खुखरीको धार के हुसेन डेढाइले मार्देम तलवार हाम्रो श्रीलङ्कन चिन श्रीलङ्कन गोदे कोनिचिवा युते आयुबोहन हाँ आइबोवान स्टप पण्डित्या है त अब पण्डित्या अब स्कुल अगाडि भेटौँ है त एकैछिनमा यसमा चाहिँ होइन काम छुट्टी भएर पनि काम भन्न आयो फेरि स्कुल छुट्टी भएर पनि काममा जाँदैछु है काम कुरो चाहिँ यो 6 बजीदेखि काम भनेको यहीँ 5:41 सोचेको अहिले पुग्यो सिलगढीमा के गर्नु गाह्रो छ आज कहाँबाट फेरि को आएन छ दाइले बोलाइहाल्नु नि अब किन गएँ यस्तो हतार छ नि जापानको लाइफ भन्न सक्नुहुन्छ त्यही भएर अहिले म बेलुका अब एकैचोटि भेटेर बेलुका भेटेर यत्र बोल्छ है त केटा हो फाइनल्ली त आइसक्यो घर आइसक्यो है त अब सुत्नुपर्छ रातिको 1 बजी आइसक्यो काम सिधा आयो अब खानासाना खान्छु अनि सुत्छु म पनि मेरो ब्लग के कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला है त आजको लागि यति नै भन्दै मेरो ब्लग यहीँ गर्न चाहन्छु।